हेलो गाइज, के छ तपाईँहरूको हालखबर। आज चाहिँ हामी पानीपुरी बनाउन आएको चाहिँ पानीपुरी बनाउँदा चाहिँ सुरुमा आलु राख्ने, त्यसपछि थोरै नुन हालेपछि चाहिँ छिटो पाक्छ, त्यही भएर चाहिँ नुन हाल्नुपर्छ। अनि ग्यास चलाएर कुकर माथि राख्ने, अनि ग्यास चलाउने, अर्को ग्यास, अनि कराही ल्याउने, कराही राख्ने, त्यसपछि थोरै तेल राख्ने, त्यही राख्नु हुँदैन। अनि त्यो तेललाई चाहिँ एकैछिन राख्नुपर्छ। अनि त्यो तेल तारिसकेपछि चाहिँ त्यसमा हामीले बजारबाट किनेर ल्याएको चाहिँ यो प्याकेट, पानीपुरीको प्याकेटबाट पानीपुरी हाल्ने त्यसमा। अनि फर्स्टमा चाहिँ हाम्रो बिग्रेको थियो कि, अनि त्यसपछि दोस्रोचोटि चाहिँ राम्रोसँग तातेको रहेनछ, अनि दोस्रोचोटि हालेको फेरि राम्रो बनेपछि चाहिँ। अनि आज धेरै पानीपुरी खान मन लागेर पानीपुरी बनाउन आएको हामी चाहिँ। अनि मेरो भाइ चाहिँ क्यामेरामा छ, क्यामेरा चलाउँदा मैले चाहिँ बनाउँदैछु। अनि त्यसपछि अझै धेरैजना हुनाले चाहिँ अलि धेरै नै बनायौँ हामीले चाहिँ। हाम्रो घरमा चाहिँ 10जनासम्म छौँ होला हामी मान्छे, खाने मान्छे, अनि त्यही भएर धेरै बनायौँ। अनि यहाँ चाहिँ एकदमै घाम छ। तपाईँहरूको चाहिँ कस्तो छ कमेन्ट गर्नु होला। तपाईँ चाहिँ मौसम कस्तो छ भन्नु होला। अनि उता चाहिँ यति चाहिँ बनाइसक्यौँ। अनि आलु चाहिँ पाक्दै गरेको छ। अनि यस्तो पोखिदियो कि एकचोटि हातले चाहिँ यहाँ म टिप्न लाग्छु। यस्तो हुन्छ काम गर्दा गर्दा एक्लै भन्छ म। अनि यो चाहिँ हामी मसला बनाउन लाग्यो, पानीपुरी खाने पानी बनाउन लाग्यो। अनि यो चाहिँ जलजिरा हो, थोरै जलजिरा राखेँ राम्रो हुन्छ। अनि यो चाहिँ अमृत खट्टा हो, चुप पनि भन्छ। अनि थोरै नुन राखेँ, अनि त्यसपछि थोरै जस्मिन मसला, अनि एकदमै राम्रो बन्छ। त्यसले चाहिँ स्वाद धेरै राम्रो आउँछ। तपाईँहरू पनि घरमा बनाउनु ट्राई गर्नु होला होइन। त्यसपछि राम्रोसँग त्यसलाई मिक्स गर्ने, किनभने नुन र चुक चाहिँ घुल्नुपर्छ राम्रोसँग। अनि त्यसपछि भुटेको खुर्सानीहरू, पोलेको खुर्सानीहरू मिसाउँदा चाहिँ अलग्गै राम्रो स्वाद आउँछ होइन। त्यसलाई पनि हल्का पिस्ने, अनि त्यसपछि त्यसमा हालिदिँदाखेरि भइहाल्छ। अनि यत्तिको भन्दाखेरि चाहिँ खान लायक बन्छ हाम्रो चाहिँ पानीपुरीको पानी। अनि त्यसपछि चाहिँ हाम्रो आलु पनि पाकिसकेको थियो। अनि आलुलाई छोडाउन लाग्यो हामी चाहिँ। अनि आलु छोडाउन चाहिँ हाम्रो सबैको सहयोग छ होइन। घरका सबै मान्छेले सहयोग गर्नुपर्छ, मम्मी, भाइ, सबैजनाहरूले। अनि म चाहिँ त्यसै गर्न आएको, मिक्स गर्न आएको छु। अब मस्त बनाएर थोरै चना राख्यौँ, थोरै आलु, अनि त्यसपछि धनियाँ प्याज हालेर बनाएको एकदम मिठो बनेको थियो। अनि खुर्सानी हाल्यौँ, थोरै नुन हाल्यौँ, अनि थोरै जस्मिन मसला, फेरि जस्मिन मसला एकदम राम्रो स्वाद दिन्छ। अनि त्यसपछि पानीपुरीमा हालेर खानालाई चाहिँ रेडी भएको। गाइज मैले पहिलो गाँस चाहिँ मैले नै खाएँ। त्यसपछि चाहिँ दोस्रो गाँस चाहिँ मेरो क्यामेराम्यान, मेरो भाइ खाँदैछ। उसको रियाक्सन हेर्नु चाहिँ नबिल्नु होला है। उसको चाहिँ